शीर्षस्थानी परमेश्वरीको कथा सुन्नुभन्दा अगाडि हातमा फुल लिएर प्रार्थना गरेर बस्नुहोला। यम वर्मा वरुणेन्द्र रुद्र मरुत स्तूनवन्ति दिव्यै स्तवै स्वेर्दै साङ्गपदो कर्म पनि सदा गायन्ति यमसा मगा ध्यान बस्ति तत गतेन मनसा पश्यन्ति यम योगिनो यशन्तं न विदु सुरसुरगणा देवाय तस्मै नमः। श्रीमन् चन्द्रचर्चित जलापभु शुक्रम्बर मालिका मालालङ्कृतकुण्डला परविलासन मुक्ता बलि शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षिमालाधरा वाग्देवी वदनाम्बुजे वसुतमेत्रलोक्य माता चिरं मुखं करोति वाचलं पङ्गुलङ्घयते गिरिं यत्कृपातहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसद्ध दक्षिणामि नारायणै कथामिमं नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। अथ प्रथम अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एक चित्त भई सुन। अघि यो संसारमा पद्मकल्पमा जलमय छँदा परम ब्रह्मा स्वरूप विष्णुले जलभित्र योगमायासित शयन गरी रहँदा विष्णुका नाभिदेखि सहस्र दल हजार पत्ता भएको कमल निस्क्यो। त्यस कमलका केसरबाट चार मुख भएका ब्रह्मा उत्पन्न भए। ती ब्रह्मा बसी संसार सृष्टि गर्न विचार गर्दा त्यसै बखतका विष्णुका कानेगुजीदेखि बडा वीर पराक्रमी मधु र कैटभ नाम गरेका दुई दैत्य उत्पन्न भए। ती मधु र कैटभ दैत्यले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गर्दा गर्दा ब्रह्मा बसेको सहस्र दल कमलनिर पुगी कमलको नाल देखे। त्यही कमलको नाल समाति माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराएर योगमायाको आराधना गरी प्रकट गराई बिन्ती गरे, हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस्। ती ब्रह्माका वचन सुनि योगमायाले विष्णुलाई जागा गराइन्। श्री विष्णु जागा भई मधु र कैटभ दैत्यलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5000 वर्षसम्म जलमा युद्ध गरे तैपनि मधु कैटभ दैत्यलाई विष्णुले जित्न सक्नु भएन र हे दैत्य हो, तिमीहरू बडा पराक्रमी रहेछौ, म सन्तोष भएँ, वरदान ल्याऊ भनी विष्णुले आज्ञा गर्नुभयो। त्यो आज्ञा सुनि मधु कैटभले अहंकार गरी भने, हे विष्णु, युद्धमा तँलाई हामीले जित्यौं, तँ के वरदान देलास्? तेरो इच्छा भए हामीसँग माग। यस्तो मधु कैटभका वचन सुनि विष्णुले भन्नुहुन्छ, म वर त माग्छु, बाचा गर भन्दा मधु कैटभ दैत्यले तैँले मागेको हामी अवश्य दिनेछौँ भन्दा विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, अरू म के वर मागौँ? तिमी दुवै मेरा हातदेखि मर। यस्ता विष्णुका वचन सुनि मधु कैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट वर माग्यौ तापनि हामीले बाचा गरेका छौँ, दिन्छौँ। अब के गरौँ भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग, हे विष्णु, हामीलाई जल नभएको ठाउँमा मार भन्दा हुन्छ भनी विष्णुले ती दुवै दैत्यलाई काखमा राखी हेलैसित मारिदिनु भयो। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैं समुद्रका जलमा जमी पृथ्वी भइन्, मासुले पर्वत भए, हाडले पत्थर भए। त्यो देखि ब्रह्माले अब संसार सृष्टि गरौँ भनी पहिलो 14 भवन सृष्टि गरे। ती कुन कुन भने, भूरलोक 1, भुवरलोक 2, स्वर्लोक 3, महरलोक 4, जनलोक 5, तपलोक 6, सत्यलोक 7, यति वर्गका। अतल 1, वितल 2, सुतल 3, तलातल 4, महातल 5, रसतल 6, पाताल 7, यी 7 तलतिरका जम्मा 14 भवन सृष्टि गरी 7 दीप सृष्टि गरे। जम्बूदीप 1, लक्षद्वीप 2, सालमली दीप 3, कुशल दीप 4, करौच दीप 5, शङ्खदीप 6, पुष्कर दीप 7, जम्बू दीप भन्दा दोब्बर ठुलो पलक्ष्य दीप छ, पलक्ष्य दीप भन्दा पनि दोब्बर ठुलो सालमली दीप छ। यस्तै तरहले दोब्बर ठुला दीप छन्। अब फेरि 7 समुद्र सृष्टि गरे। छारोद समुद्र 1, इच्छु र शोध समुद्र 2, सुरोध समुद्र 3, घृतोद समुद्र 4, क्षीरोद समुद्र 5, दधि मण्डोद समुद्र 6, शुद्धोद समुद्र 7 भयो। समुद्रहरू पनि त्यस्तै हुन्, ऊभन्दा ठुला, ऊभन्दा दोब्बर छन्। एक दीपलाई एक समुद्रले बेरेको छ। जमुनाको रुख हुनाले
जामुनाको रुख हुनाले यसको जम्बुद्वीप भन्ने नाउँ रह्यो। यस जम्बुद्वीपलाई छार समुद्र अर्थात् नुनिलो पानी भएको समुद्रले बेरेको छ। यहाँ मुख्य बद्रीनारायण देवता अग्निद्र नाउँका राजा छन्। यो जम्बुद्वीपको वरिपरिको घेरो 1,00,000 योजनको छ। चारकोशको 1 योजन हुन्छ। दोस्रोमा पाखरीको रुख हुनाले प्लक्षद्वीप नाउँ रह्यो। यस प्लक्षद्वीपलाई इच्छु र शोध अर्थात् उखुका रसहरूका समुद्रले वरिपरि बेरेको छ। यहाँ मुख्य अग्निदेवता इदमज्युह नामका राजा छन्। यो प्लक्षद्वीपको वरिपरिको फेरो 2,00,000 योजनको छ। तेस्रो सिमलको रुख हुनाले सालमली द्वीप नाउँ रह्यो। यस सालमली द्वीपलाई सुरोध समुद्र अर्थात् मदिराको समुद्रले वरिपरि बेरेको छ। यहाँ मुख्य गरुड देवता यज्ञबाहु नाउँका राजा छन्। यो सालमली द्वीपको वरिपरिको फेरो 4,00,000 योजनको छ। चौथो कुशको बोट हुनाले कुशद्वीप भन्ने नाउँ रह्यो। यस कुशल द्वीपलाई घृतोत समुद्र अर्थात् घिउको समुद्रले वरिपरि बेरेको छ। यहाँ पनि मुख्य देवता अग्नि नै छन्। हिरण्डेरेता नाउँ भएका राजा छन्। यस कुशद्वीपका वरिपरिको फेरो 8,00,000 योजनको छ। पाँचौँमा करौच नाम भएको पर्वत हुनाले करौच द्वीप नाउँ रहन गयो। यस करौच द्वीपलाई क्षीरोद समुद्र अर्थात् विदयी दूतको समुद्रले वरिपरि बेरेको छ। यहाँ जलदेवता घृतपृष्ठ नाउँ भएका राजा छन्। यो कुरोच द्वीपको वरिपरिको फेरो 16,00,000 योजनको छ। भैटोमा साक वृक्ष हुनाले काशद्वीप भन्ने नाउँ रह्यो। यस शाकद्वीपलाई दधी मण्डोत समुद्र अर्थात् दहीको समुद्रले वरिपरि बेरेको छ। यहाँ मुख्य वायुदेवता मेधातिथि नाउँ गरेका राजा छन्। यो शाकद्वीपको वरिपरिको फेरो 32,00,000 योजनको छ। सातौँमा कमलको बोट हुनाले पुष्कर द्वीप नाउँ रह्यो। यस पुष्कर द्वीपलाई शुद्ध अर्थात् मिठो जलको समुद्रले वरिपरि बेरेको छ। यहाँ मुख्य देवता बर्मा वितिहोत्र नाउँका राजा छन्। यो पुष्कर द्वीपका वरिपरिको घेरा 64,00,000 योजनको छ। अब यो फेरि यसै जम्बुद्वीपका उत्तरतिर सुमेरु पर्वत सृष्टि गर्नुभयो। सुमेरु पर्वतको 4 दिशातिर अष्ट पर्वत सृष्टि गर्नुभयो। कुन कुन भने सुमेरुका पूर्वतिर जठर र देवकुट, सुमेरुका दक्षिणतिर कैलाश र करबी, सुमेरुका पश्चिमतिर पवन र पारियात्र, सुमेरुका उत्तरतिर त्रिशृङ्ग र मकर, सुमेरुका वरिपरि विष पर्वत सृष्टि गर्नुभयो। कुरङ्ग 1, कुरा र 2, कुसुम्ब 3, बैकङ्क 3, 4, त्रिकुट 5, शिशिर 6, पतङ्ग 7, रुचक 8, निषद 9, सिनी 10, बास 1, कपिल 12, शङ्ख 13, बदुर्य 14, जारुदी 15, हंस 16, ऋषभ 17, नाग 18, कालञ्जर 19, नारद 20 भए। अब उताउतितिरका हिमालय पर्वत, चित्रकूट पर्वत आदि गरी 1,000 पर्वत, नदी, खोला, नालाहरू सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरू भनी ब्रह्माजीले श्री महादेवको तपस्या गर्नुभयो। महादेव प्रत्यक्ष भई, हे ब्रह्मा, तिम्रो शक्तिदेखि म सन्तोष भएँ, वर माग भनी आज्ञा गर्नुभएको सुनि ब्रह्माले महादेवलाई नाना उपचारले पूजा गरी स्तुति गर्न लाग्नुभयो। हे परमेश्वर, तपाईँ कर्ता भने आफ्नो मायाले ब्रह्माण्ड संसार तुल्याई मायामा भुलाइरहेका यस्ता हजुरका नाम कोटि कोटि नमस्कार छ। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम भइरहेका यस्ता हजुरका नाम कोटि कोटि नमस्कार। हे ईश्वर, तपाईँको महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेको म कसरी सकुला। तपाईँको प्रसादले 14 भुवन पर्वत सृष्टि गरिसके, अब प्राणी सृष्टि गर्न सकूँ, यति वरदान दिनुहोस् भनी ब्रह्माले बिन्ती गर्दा महादेवले, हे सूर्यज्येष्ठ सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। त्यहाँ उपरान्त ब्रह्माले मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वत जानुभयो। ब्रह्माले सुमेरु पर्वत गई शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक आदि नाना तरहका लोक सृष्टि गर्नुभयो। सबभन्दा माथि धर्मलोक सृष्टि गर्नुभयो। फेरि सुमेरु पर्वतका पूर्व दिशा अमरावती अग्निकोणमा शुद्ध धोवती सृष्टि गर्नुभयो। दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती सृष्टि गर्नुभयो। पश्चिम दिशामा श्रद्धावती, वायव्य कोणमा गन्धवती, उत्तर दिशामा अलकापुरी, ईशान कोणमा यशोमती सृष्टि गर्नुभयो। यति सृष्टि गरिसकी
स्थावर जङ्गमा सृष्टि गर्नुभयो, फेरि प्राणी सृष्टि गर्न लाग्नुभयो। पहिले कश्यप प्रवृत्ति 100 ऋषि मनले चिताउँदैमा सृष्टि भए भनी स्कन्द कुमारजी भन्नुहुन्छ कि हे अगस्त्य मुनि, यो पहिला अध्याय जसले माघमा भन्ला अथवा सुन्ला त्यसलाई धैर्यता, गम्भीरता, मित्रता मिल्नेछ। इति श्री स्कन्द पुराण केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी कथायं मधु कैटभ भवधादि सृष्टि कथनम नाम प्रथमो अध्याय। हरे नमः। कथा अन्त्यमा फूल लि हात जोडी फेरि कथा पुस्तकको प्रार्थना निम्न स्त्र पढी गर्नु पर्दछ। उपनयन्तु मङ्गल सकल जग मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल विवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी सस्यशालिनी देशं छ भरहितो ब्रह्मणा सन्तु निर्भया पुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पुत्रिणा निधना सदना सन्तु जीवन्तु सर्दा शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोद्वार कथा प्रसंग या कुन्द्यन्तु तुषार हर धवला या शुभ्र वर्षा वृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या परमाच्युत शङ्कर प्रवृत्ति देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेष चढयापहा कायेन वाचा मनुष्येन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकल परस्मै नारायण समर्पयामि। श्री स्वस्तानी परमेश्वरी के जय।